को हालत के छ, तपाईले उहाँहरुको लागि के काम गरिदियो, के काम हुँदैछ, यसमा चर्चाहरु गर्नु पर्यो नि। यसमा काम गर्नुहोस् न। फरेस्ट राइट्स एक्ट 2006 यो राइट्स अन्तर्गत हगे फरेस्ट एरियामा बस्नेको टाङ्गेदारको उनीको अधिकारहरु कतिको दिनुभयो, कतिको काम भएको छ, यसमा चर्चा गर्नुहोस् न। तर आज आएर आज मान्छेको जमिनहरु 15 एकर 20 एकर फरेस्टको ल्यान्ड परे भन्दै लाँदैछ, जबकि यो फरेस्ट राइट्स एक्ट 2006 ले पनि उहाँले प्रोटेक्ट गर्छ। उहाँहरुमा जुन चाहिँ जमिनमा यदि फरेस्टकै ल्यान्ड हो भने पनि उहाँले फरेस्टलाई सुरक्षा गर्दैछ, वन जंगललाई सुरक्षा दिएर उहाँहरु बसेको छ भने त्यो ल्यान्डमा उहाँहरुको अधिकार लाग्छ भने भारत सरकारको कानुन हुँदा हुँदै पनि आज धेरैवटा जग्गामा चाहिँ जबरजस्ती गाउँलेको जमिनहरु फरेस्ट डिपार्टमेन्टले हडप्ने कामहरु हुँदैछ, लाने कामहरु हुँदैछ। अनि 50 वर्षभित्रमा गर्नुपर्ने कुराहरु यो हो नि त। तर आज त कार रेसिङ